हेलो गाइस, गुड मर्निङ त होइन 12-1 बजिसक्यो। म चाहिँ कफी लिएर खाँदैछु बाहिरबाट, किनभने भित्र आज मेरो बुढोको अफिस छैन नि त, वेडनेसडे हो। त्यही पनि आज गएन होला, हल्का सन्चो छैन, फिल्म हेरेर बसिरहेको छ। त्यही भएर म चाहिँ बाहिर आएर भिडियो स्टार्ट गर्दैछु। म बाहिर गएको, ऊ पनि त्यहाँ बाहिर आयो चिया लिएर, फिल्म हेर्दै थियो। फेरि बाहिर गएर खाँदैछु, ऊ चाहिँ चिया खाँदैछ, म चाहिँ यहाँ ब्ल्याक कफी खाँदैछु। किनभने एउटा कुरा भन्नुपर्ने थियो, किनभने मैले जिम चालु गरेको छु, कति 15 दिन भयो होला होइन, 15 दिन भयो। अब त्यही भएर आज चाहिँ यहाँ युट्युबमा पनि भन्नु पऱ्यो भनेर, अनि सुगर चाहिँ कम गरेको छु, दिनमा एकपल्ट चाहिँ चिया खान्छु, तर कफी चाहिँ 2 चोटि खान्छु, ब्ल्याक कफी। नखानु भनेको छ डक्टरले, तर पनि कफी खाएन भने कस्तो कस्तो हुन्छ क्या, एनर्जी पनि आउँदैन। अनि खासमा चाहिँ कफी खाएर जिम जानु पऱ्यो भन्ने सोचेको थिएँ। आज बुढाको छुट्टी, त्यही भएर यसो बाहिर जाउँ न त, घरको सामानहरू सरसफाइको सामानहरू सकेको छ, अनि लिनलाई भनेर यहाँ कफी खाएर हल्का फ्रेस भएर अनि जानु पर्ला भन्ने सोचिरहेको छु। मग आई लभ यु गाइज। अस्ति नै नेपाल जानुभन्दा अगाडि पनि चालु गरेको थिएँ मैले। त्यतिखेर चाहिँ कति 3 महिना जति गरेँ, 3 महिनामा 85 थिएँ नि त, 85 थिएँ। अनि मैले चालु गरेर 3 महिना कम्प्लिट भएपछि चाहिँ कति 75 भएको, 10 केजी घटाएको थिएँ। अनि त्यतिखेर त घटेको त देखिँदैन थियो, तर फिल हुन्थ्यो क्या, कपडाहरू लाउँदा हल्का हल्का त्यो टाइट कपडाहरू हल्का हल्का लुज हुन्थ्यो। अनि फेरि नेपाल गएर आएँ, त्यत्तिकै चालु गरिनँ, अनि फेरि अहिले चालु गरेको छु। तर मैले वेट चाहिँ जोखेको छुइनँ कति छु भनेर, सायद त्यही बढेर 85 भएको थियो होला। अब हेरौँ, एकैचोटि 2-3 महिनामा जोख्नु पऱ्यो भनेर चाहिँ मैले सोचिरहेको छु होइन। जस स्टार्ट चाहिँ गरेको छु गाइस है, अब के हुन्छ हेरौँ। छोरो कहाँ हिँडेको, कहाँ हिँडेको, कहाँ हिँडेको भन न। साफी हिँडेको, सपिङ हिँडेको, हामी चाहिँ सपिङ हिँडेको, बुढाबुढी नानी, यता भाइ पनि छ मेरो, देवर बाबु। के किन्ने हिँडेको? हामी डिटर्जेन्ट, क्लोरेक्स, डिटोल, हार्पिक। यस्तो घाम छ, हामी हिँड्दैछौँ, लास्टै घाम छ, शीतल शीतल खोजेर। के साह्रो गर्मी, झापाको जस्तै भाइ, झापा जस्तै गर्मी है, अलिक कमै होला, तर उहाँ त हावा चल्दैन रहेछ, यहाँ त चिसो चिसो त हावा चले जस्तो लाग्दैछ। ठिकै छ, बाहिर निस्किँदा मात्र हो, घर जस्तो त हुँदैन। अनि त्यही हो, सरसफाइको सामानहरू लिन जाँदैछौँ हामी। त्यसो घुमेर पनि आऊँ, त्यो नानीलाई एकछिन खेलाइ पनि दिउँ। अनि त्यो नाइट टु नाइट नगएको पनि धेरै भयो, अलिक सस्तो पाउँछ नि त सामानहरू, त्यही भएर यतिखेरै गइहालेको, भरे एकछिनमा भिड हुन्छ क्या, झ्याउझ्याउ मेउमे हुन्छ, त्यही भएर जाँदैछौँ। बाउचोरी यहाँ अगाडि हुँदैछ, चाचा बोक भन्दै थियो अहिले मलाई, छ्या बोक्नै नि हिँड्नुपर्छ। म यहाँ टिकटक बनाएर हालिदिन्छु, सबैले थाहा पाउँछ यो गलेको। बोक्ने कि नबोक्नु? बोक्नु पर्छ। के खालको मेरो बुढाहरू, यताबाट जाउँ भनेर भनेको, उताबाट हिँड, यहीँबाट जाउँ, यता शीतल घाम आउँदैन भने यहाँ त डबल क्रस गर्नु पऱ्यो नि, उताबाट जाँदैछ भनेको सुन्दैनन् केटाकेटीहरू, के गर्नु, दुःख पाउँछौँ। आइपुग्यो, त्यस्तो त तातो चाहिँ भइरहेछ, तर चिसो चिसो हावा चलिरहेछ। ठिकै बिल्डिङ हो, उही त अलिअलि पसिना आयो, यस्तो साह्रो गर्मी त छैन, ठिकै छ, यतिको गर्मी त सहन सकिन्छ दुबईमा। यहाँ ब्रिज छ, यहाँनिर हो नाइट टु नाइटको अगाडि, फ्रन्टबाट गरेको क्या कस्तो हुँदो रहेछ भनेर, फ्रन्ट क्यामेराबाट। चस्मा चाहिँ अलिक तातो भयो। त्यो त्यो परको त्यो निलो बिल्डिङ चाहिँ हाम्रो बिल्डिङ हो, अनि यही हो हुन त, तर पनि गर्मीमा चाहिँ गाह्रो हुन्छ अलिअलि, तर त्यस्तो साह्रो गाह्रो छैन अहिले त, ठिकै छ, अहिले हिँड्न सकिरहेछ बाहिर। त्यतिखेर गाइस के भयो, के भयो, बाटो होल देख्यो अरे मेरो छोरीले, अब के गर्नु, कहाँ छ होल, त्यस्तो कहाँ होल हो त, होइन होल सो त्यस्तो अलिकति होलले केही हुँदैन। के हो
बाउ छोरी हेर मक्ख परेको नानी बाउसँग हिँड्नु पायो भने मक्ख परेर हिँडिरहेको छ। यो चाहिँ पछाडि हो हामी झन्डै लडेको यता हामी चाहिँ अगाडिबाट जाने। हो यहाँ यो बिल्डिङमा आएको अस्ति मामाको दाँत फुकालालाई अल्लेरले सम्झिरहेको छ हो कहाँ फुकालेको दाँत मामाको ओके यो बिल्डिङमा फुकालेको अस्ति भाइको हाम्रो भाइको दाँत अल्लेनाले याद गरिरहेको छ। पिकनिक गएको पनि थाहा छ तिमीलाई हो मामा सब थाहा छ। ल आइपुग्यो नाइट टु नाइटको के भन्छ इन्ट्रान्स भन्नाले प्यासेज। अब यहाँबाट टक्क हामी भित्र छिर्छौँ अलिक अगाडिबाट। फ्लावरहरू त कति छ यहाँनिर मैले कति लिएर गएँ तर एउटा बाँचेन 2-3वटा छ न बढ्छ न घट्छ के हो फ्लावरहरू धेरै छ यहाँ चाहिँ राम्रो देखिन्छ बाँचेको। गर्मीले मऱ्यो हो बल्ल शीतल भयो सास आयो सास। ममा ठुलो छ नि यो त माथिसम्म ठुलो छ बल्ल शान्त भयो अलिकति चिसो हावा चिसो कति पलाएको छ ग्राउन्ड फ्लोर भयो माथि जाँदैछु हामी अहिले कपडाहरू हेर्छु डिटेलहरू दिन्छु। 24 रुपियाँ तेलहरू एउटाको फर्स्ट फ्लोरको काम सक्यो म सेकेन्ड फ्लोरमा आएको मेरो बुढाको नानी चाहिँ माथि गएको हेर्दैछु म टाउको दुखो गाइस टाउको दुख्दा घुट्न आँटिसक्यो चस्मा लगाएर अघि के गर आफूलाई हो यिनीहरू रहेछ थोरै टाइम भइसकेन आएको 2 घन्टा भइसक्यो घुम्दा टाउको दुखेर फुट्न आँटिसक्यो। जाउँ न यहाँ लिफ्ट उयो गरेको सकेन हजुर टाउको फुट्न आँटिसक्यो यहाँ मेरो जाँदैछौँ तल के ल्यायो अनि आर्टिकल सबै लियो 2टा झोला एउटा टी-सर्ट हेरेको कि 24 दिन पऱ्यो यहाँ सस्तो छ भनेर आएको उस्तै रहेछ नेक्स्टमा बरु ठिकै रहेछ। त्यही पनि हामीले के लिन्छ यस्तो सफा गर्ने भाँडा मस्काउने लुगा धुने साबुन पनि होइन त के भन्छ कम्फर्ट के लिँदा पनि लगभग 150 त भइहाल्यो। गाई यस्तो साह्रो लड्यो कि देख्नुभयो होला होइन त्यो यो बोकेको थिएन पछाडि तल्लो त्यसले अल्झेर हो कि के अरे हात पिल्सेर यहाँनिर यस्तो भयो खुट्टा घुँडा पिल्से चाहिँ यहाँ पेन लगाएर देखेन डह्रो लड्यो नि हौ ब्लग बनाउने हुँदा त ए मर्नै लगाइसकेँ। जाँदैछौँ घर फर्किँदैछौँ रुममा पुगेर भेट्छु गाह्रो भयो लडेर एकछिन त त्यहीँ झन भएर त्यहीँ बस्नु परेको थियो मोबाइल सोबाइल झरेर फुटेछ झन्। गाइस घर आइपुगेँ अब कस्तो गर्मी भयो नि त पसिना लड्यो भने बाटोमा अनि त्यही भएर यहाँ आएर बसेँ। आज मलाई खै के भएको रिङ्गटा लागिरहेको छ त्यहाँ लाइटहरू देखेर पनि होला धेरै त झिलिमिली देख्यो भने मलाई त्यस्तै हुन्छ क्या रिङ्गटा सिङ्गटा लाग्छ टाउको कस्तो चक्कर आए जस्तो रिङ्गटा लागे जस्तो भइरहेको थियो त्यसैले लडेँ झन् बिरामी बस्नु भयो। घर आइपुग्यौँ अनि सामानहरू अब थन्काउनु पर्ने छ अनि खानासाना बनाउने खाने अनि सुत्ने त्यही त हो हाम्रो रुटिन है। आजलाई चाहिँ म यो ब्लग यहीँ बन्द गर्छु भन्नाले क्लोज गर्छु अनि मैले चाहिँ सोचिरहेको छु डेली ब्लग हालौँ कि भनेर होइन अब खै
डेली पनि के हाल्नु भन्ने हुन्छ। अब केही हुँदैन, त्यही उठ्यो खायो बस्यो सुत्यो, त्यही त हो काम छ। अनि अब डेली एउटै कुरा देखाएर त भएन नि त, त्यही भएर डेली हाल्न चाहिँ अलिक के हाल्नु भन्ने त कन्फ्युजन भइरहेछ। अब हेरौँ, म विचार गर्दैछु होइन। अब त्यस्तो केही यताउति हिँड्यो उयो भने त बनाएर हालिहाल्छु। घरमा बसेको त के हाल्नु, तपाईँहरूलाई हेर्न पनि बोर लाग्छ कि जस्तो लाग्छ होइन। त्यही पनि हेरिदिनुहुन्छ, धेरैजनाले सपोर्ट गरिदिनु भएको छ होइन। सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।